लगानी गर्ने सुवर्ण अवसरहरू आएका छन्। विभिन्न 5 वटा कम्पनीहरूले आज चैत 8 गतेदेखि लगातार यो हप्ता आइपिओ निष्कासन गर्न गइराखेका छन्। उनीहरूले निष्कासन गर्न लागेको आइपिओ बिक्री खुल्ला आज चैत्र 8 गतेदेखि हुन लागेका छन्। ती हुन लागेका विभिन्न कम्पनीहरूमध्ये पहिलो कम्पनी रहेको छ शनिगढ हाइड्रो लिमिटेड। यसले चैत्र 8 गतेदेखि चैत्र 11 गतेसम्म आइपिओ बिक्री खुल्ला गर्ने भएको छ। यो हाइड्रो पावर सेक्टरको आइपिओ रहेको छ भने यसले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि प्रति किता 100 रुपियाँका दरले 5,77,000 किता आइपिओ निष्कासन गर्न लागेको हो। यसको इस्यु म्यानेजरको रूपमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ। यसै शनिगढ हाइड्रो लिमिटेडले चैत्र 8 गतेदेखि चैत्र 22 गतेसम्मका लागि चाहिँ आइपिओ निष्कासन गर्न लागेको छ। विशेष गरी स्थानीय बासिन्दाहरूका लागि, लोकल मेम्बर्सहरूका लागि। यसले स्थानीय तहको लागि भने 28,50,000 किता प्रति किता या 100 रुपियाँका दरले निष्कासन गर्न लागेको हो। त्यस्तै दोस्रो नम्बरको कम्पनी रहेको छ एमलिङ हाइड्रो पावर लिमिटेड। यसले यही चैत्र 8 गतेदेखि चैत्र 22 गतेसम्म स्थानीय बासिन्दाहरूका लागि आइपिओ बिक्री खुल्ला गर्ने भएको छ। यसले 7 लाख किता प्रति किता रुपियाँ 100 रुपियाँका दरले निष्कासन गर्न लागेको हो। यो चाहिँ हाइड्रो पावर सेक्टरको आइपिओ रहेको छ भने यसको इस्यु म्यानेजरको रूपमा मुक्तिनाथ क्यापिटल रहेको छ। यो एमलिङ हाइड्रो पावर लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि भने चैत्र 8 गतेदेखि चैत्र 11 गतेसम्म आइपिओ एप्लाई गर्न मिल्ने गरी निष्कासन गर्न लागेको हो। यसले प्रति किता 100 रुपियाँका दरले 2,10,000 किता वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गर्न लागेको छ। त्यस्तै अर्को आइपिओको रूपमा रहेको छ स्नो रिभर्स लिमिटेडको आइपिओ। यसले भोलि चैत्र 9 गतेदेखि चैत्र 23 गतेसम्म आइपिओ बिक्री खुल्ला गर्ने भएको छ। यसले प्रति किता 100 रुपियाँका दरले 9,37,500 किता आइपिओ निष्कासन बिक्री खुल्ला गर्ने भएको छ। यो पनि हाइड्रो पावर सेक्टरको आइपिओ रहेको छ भने यसको इस्यु म्यानेजरको रूपमा सानिमा क्यापिटल रहेको छ। यो 9,37,500 किता भने स्थानीय बासिन्दाहरूका लागि खोल्न लागेको आइपिओ रहेको छ। त्यस्तै स्नो रिभर्स लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि पनि आइपिओ निष्कासन गर्न लागेको हो। उनीहरूका लागि भने 93,750 किता प्रति किता 100 रुपियाँका दरले निष्कासन गर्न लागेको छ। वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भने चैत्र 9 गतेदेखि चैत्र 12 गतेसम्म आइपिओ एप्लाई गर्न पाउने भएका छन्। त्यस्तै अर्को कम्पनी सोपान फार्मास्युटिकल्स लिमिटेडले चैत्र 9 गतेदेखि चैत्र 12 गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। यो चाहिँ म्यानुफ्याक्चरिङ तथा प्रोसेसिङ कम्पनी प्रोसेसिङ सेक्टर अन्तर्गतको आइपिओ रहेको छ। यसको युनिट्स हेर्नुहुन्छ भने किता हेर्नुहुन्छ भने 4,29,000 किता प्रति किता 100 रुपियाँका दरले निष्कासन गर्न लागेको छ। यसको इस्यु म्यानेजरको रूपमा एनएमबे क्यापिटल रहेको छ। त्यस्तै तपाईँको अर्को कम्पनी रहेको छ कलङ हाइड्रो लिमिटेड। यसले चैत्र 10 गतेदेखि चैत्र 24 गतेसम्म स्थानीय बासिन्दाहरूको लागि आइपिओ निष्कासन बिक्री खुल्ला गर्ने भएको छ। यो पनि हाइड्रो पावर सेक्टरकै आइपिओ रहेको छ। यसको इस्यु म्यानेजरको रूपमा सानिमा क्यापिटल रहेको छ भने यसले प्रति किता 100 रुपियाँका दरले 14 लाख किता आइपिओ निष्कासन गर्न लागेको हो। त्यस्तै यस कलङ हाइड्रो लिमिटेडले चैत्र 10 गतेदेखि चैत्र 14 गतेसम्म आइपिओ चाहिँ विशेष गरी वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गर्न लागेको छ। यिनीहरूका लागि भने 3,50,000 किता प्रति किता 100 रुपियाँका दरले निष्कासन गर्न लागेको हो। साथीहरू, आजको यस भिडियोमा तपाईलाई विभिन्न 5 वटा कम्पनीहरूको आइपिओको बारेमा सामान्यतया तपाईले जानकारी प्राप्त गर्नुभएको छ। यस्तै आइपिओ अपडेट्स र विभिन्न सेयर मार्केटसँग सम्बन्धित जानकारीका लागि हाम्रो च्यानललाई लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद। नमस्कार।